यदि तपाईहरु यो भिडियो हेर्न आउनु भएको हो भने अन्तिमसम्म हेर्नु होला। यहाँ भएका दृश्यहरू देखेर तपाईको आङ जिङरिङ्ग हुनेछन्। हेर्नु त कसैको घर जलिरहेछ, कसैको सवारी सदनहरू तोडिरहेछ, कति फोहोरी राजनीतिक खेलहरू भइरहेछ। यो खाली घर जलेको आगोको झिल्को होइन, यो झिल्को जनताले चाहेको परिवर्तनको झिल्को हो। यो झिल्को नयाँ राजनीतिक क्रान्तिको झिल्को हो र जनताको असन्तुष्टिको झिल्को हो। ल हेर्नुहोस् साथै आज राजावादीले गरेको आन्दोलनको उग्र रूप। बिचरा प्रहरीहरू ज्यान जोगाउनलाई एउटा कुनामा लुकिरहेछन्। अब चाहिँ आन्दोलनकारीहरू भाटपट्टिनीमा छिरेर पुरै भाटपट्टिनी चाहिँ तोडफोड गरिरहेछन्। यहाँ हेर्नु त त्यहाँभित्रको सामानहरू पुरै लगिरहेछन्। यसरी प्राइभेट प्रोपर्टी लुटपाट गर्नु, चोरी गर्नु राम्रो कुरा होइन। सरकार के हेरेर बसिरहेछ? सरकारले यसको तुरुन्त जवाब दिनुपर्छ। यदि सक्दैन भने अहिलेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। प्रधानमन्त्री जो पो होस्, केपी शर्मा ओली होस् कि जो पो होस्, म यहाँ केपी शर्मा कुनै व्यक्तिगत मान्छेलाई भनिरहेको छैन। यो सार्वजनिक पद हो। अहिलेको जो प्रधानमन्त्री छ, म प्रधानमन्त्री पदलाई भनिरहेको छु। म एक आम जनता हो। मलाई न राजावादीदेखि मतलब छ, न गणतन्त्रवादी मतलब छ। मलाई देश राम्रो भएको हेर्न चाहन्छु। देश अहिले गृहयुद्धको चपेटामा धकेल्ने एकदमै सम्भावना छ। फेरि 2062-63 को जस्तो जनताहरूले कसैको बाउ गुमाउनु पर्ने, कसैको आमा गुमाउनु पर्ने, कसैले दाजुभाइ दिदीबहिनी गुमाउने अवस्था नआओस्। यस्तो घटना हुनुभन्दा अगाडि नै प्रधानमन्त्रीले राजीनामा दिएको राम्रो। भाटपट्टिनी यहाँ यो चाहिँ निकै डरलाग्दो अवस्था छ। यो पक्कै पनि राम्रो अवस्था होइन। जनताहरू कति विक्षिप्त छन्, कति तपाईलाई म भाटपट्टिनी भित्र गएर कति फ्रस्ट्रेसनमा छन् भन्ने, भाटपट्टिनी भित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा जनताहरू कति विक्षिप्त छन्, कति असन्तुष्ट छन् भन्ने यो आन्दोलनले देखाउँदैछ। यसरी लगिएको अवस्था छ। यी हेर्नुहोस्, आइसक्रिम उठाइएको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यो सरकार विघटन गरेर जनमत गर्नुपर्छ। जनताले जे चाहन्छन् त्यही हुन्छ। न राजा न प्रधानमन्त्री, केही न केही प्रत्यक्ष जनताले चुनेको मन्त्री प्रधानमन्त्री सबै हुनुपर्छ। बनाएको छ। यो निकै नै डरलाग्दो अवस्था छ। नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ, ढुङ्गा हानेर घर फुटाएको अवस्था छ, यता भाटपट्टिनी फुटाएको अवस्था छ। साँच्चै यसले देखाउँछ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ। मानिसहरूमा मास डिप्रेसन जस्तो देखिएको छ। यहाँ यसरी हेर्दाखेरि गाडीहरू फुटाएको अवस्था छ। यो भाटपट्टिनी स्टोर कोटेश्वरबाट हामी तपाईँलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। पुलिस आयो भनेर भागिरहेका छन्। पुलिस आइसके पछाडि यहाँ पुलिस आयो भनिरहेका छन्। यसरी भागभाग भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ। निकै नै डरलाग्दो अवस्था। यहाँ प्रहरी आयो भन्दै भागिरहेको अवस्था छ। यो कहाली लाग्दो अवस्था हामीले काठमाडौँबाट तपाईँहरूलाई देखाइरहेका छौँ। तीन कुनेमा रेस्टुरेन्ट, घर फुटालिएको अवस्था छ, घर जलेको अवस्था छ। यहाँ ओहो माई गड। ल हाम्रै पुलिस, हाम्रै प्रधानमन्त्री, हाम्रै सबै ओ माई गड। ल दर्शकवृन्द, यो निकै नै डरलाग्दो कुरा यहाँ देखेको छ। ल माई गड। यो परिवर्तनको सुरुवात भनौँ या मानिसहरूमा भएको आवेग, जुन राजनीतिक दल या जसले हामीलाई नेतृत्व गरिरहेका छन्, ती नेतृत्वप्रति मानिसहरूको वितृष्णा भनौँ, यो निकै नै डरलाग्दो अवस्था छ। निकै नै डरलाग्दो अवस्था। तपाईँ यहाँ आएर हेर्नुभयो भने निकै नै डरलाग्दो अवस्था छ। मानिसहरू क्रिकेट खेले जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड। ओहो भित्रबाट ओहो के भइरहेछ?
भित्रबाट तपाईँ देख्न सक्नुहुन्छ हामीले यहाँ देखाइरहेका छौँ भित्रबाट यो सेक्युरिटीलाई पनि नआउनु भनेको अवस्था छ। ओहो निकै नै पीडादायक अवस्था हामीले तपाईँलाई यहाँ देखाइरहेका छौँ। पीडादायक अवस्था छ दर्शकबिन। माय गुडनेस। तपाईँलाई म बाहिरबाट देखाउँछु। सरी प्रहरी आयो भन्दाखेरि भागिरहेका छन्। भाग्छन् भने अन्य समयमा चाहिँ नि यहाँ मानिसहरू लडिरहेका छन् चिप्लिएर। ओहो के भइरहेछ देशमा यो अचम्म, यो निकै नै अचम्मको दृश्य। अब यो बङ्गलादेशको स्थिति जस्तै त भनौँ। अब हेर्नु त यो सडकमा हेर्नु त यो आइसक्रिमका फ्रिजहरू यताउता त पुरा यहाँ त हरिबिसोकै अवस्था छ क्या। ल हेर्नुहोस् ओहो क्या तनाव लाग्ने यार यस्तो दृश्य देख्दा यार। Oh, my God. Oh my God. कसैले यदि युवाहरूको अथवा देशको अवस्थालाई चिन्न सकेन, जनताहरूले के चाहिरहेका छन् त्यो बुझ्न सकेन भने सायदै यो अवस्था आउने होला। मलाई त्यस्तो फिल भइरहेको छ यो दृश्य देख्दाखेरि। जसरी मानिसहरूले कमेन्टलाई जसरी अब नेताहरूको उसमा तपाईँहरूले कमेन्ट गर्नुहुन्छ नि, कमेन्टलाई जसरी नजरअन्दाज गरिएको छ, त्यसलाई बेवास्ता गरिएको छ, त्यसै गरी मानिसहरूको जसले एनालाइसिस गर्न सक्दैन, मानिसहरूमा भएको पीडा विक्षिप्तता, आफ्नो देशमा बसेर रोजगारी नपाउनुदेखि लिएर विभिन्न किसिमका कुराहरू जुन परिपूर्ति गरिरहेका छैनन्, देशमा बर्मलुट चलिरहेको छ, त्यसको खास यो हुन्छ नि यो प्रतिबिम्ब जस्तो अथवा त्यो खालको कुरा हो जस्तो यसरी देख्न सकिन्छ। यो तपाईँलाई यो चाहिँ यदि वास्तविक देशको अवस्था नेताले बुझ्न सकेनन् र कार्यकर्ताहरूले भनेको अथवा आसेपासेहरूले होइन हजुर ठिक छ हजुर भनेको अवस्थामा मात्र बस्यो भने यो चाहिँ यस्तो स्थिति आउला जस्तो मैले फिल गरेको छु। दर्शकवृन्द, दुर्गा प्रसाई आफै गाडी चलाएर अगाडि बढ्दै हुनुहुन्छ। निकै नै अप्रिय अवस्था देख्न सक्छौँ हामी। यहाँ प्रहरीले अश्रु ग्यास चलाएको छ। ल हेर्नुहोस्, यी दृश्यहरू फिल्मको भन्दा कम छैनन्। आखिरमा मर्ने जनताकै छोराछोरी हुन्। यी राजावादी हुन् या गणतन्त्रवादी हुन्, यी नेताहरू जनताको भुइँ चढेर कुर्सीको खेल खेलिरहेछन्। आफ्नो गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ। यहाँ कसैले रोक्न सक्ने अवस्था छैन। दर्शकले प्रहरीलाई पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ। दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ।
उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनखुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौँ। अब हामी तीनकुनेमा असुभ्यास र विभिन्न यो लाठीचार्जहरू भइराखेको छ। असुभ्यासको मुस्लो स्टेज में हाल्यो, स्टेजमा नेता हो अगाडि हो। त्यसलाई यता सर सर अब एकछिन नतान्नु, अरूले तानेर झन् गाडीमा लगौँ होला, गाडीमा लगौँ, पानी चाहिन्छ, पानी एकछिन तपाईँहरू एकछिन